सबै सबैलाई हार्दिक हार्दिक नमस्कार। आज पनि म विशेष गरी तपाईँहरूलाई मुस्ताङ जिल्लाको यो उपल्लो मुस्ताङ क्षेत्र हामी सधैँभरि एउटै नजरले मात्र हेर्छौँ, पर्यटकीय हिसाबले मात्र हेरिरहेका छौँ। आज पनि म तपाईँहरूलाई विशेष गरी अर्को बाटोबाट छलफल गर्न गइरहेको छु। विशेष गरी अहिले म यो उपल्लो मुस्ताङ क्षेत्रमा छु। यो उपल्लो मुस्ताङको कोरोला बोर्डर जुन समुद्री सतहबाट 4600 मिटरको उचाइमा रहेको एकदमै ठुलो समथर क्षेत्रमा छु। यहाँ एकदम ठुलो सङ्ख्या, ठुलो क्षेत्रफलमा ओगटेको यो क्षेत्रका बाट प्रस्तुत भइरहेको छु। विशेष गरी यो क्षेत्र पर्यटकीय हिसाबले जति सम्भावना छ, त्यस्तै गरी आर्थिक रूपमा हामीले यसलाई व्यापारिक हिसाबले पनि महत्त्वपूर्ण स्थानका रूपमा हेर्न सक्छौँ। विशेष गरी उपल्लो मुस्ताङ क्षेत्रबाट चीनसँगको बोर्डरमा जोडिएको, जुन चीनसँग जोडिएको बोर्डर छ, यहाँबाट विभिन्न खालका सामग्रीहरू ल्याएर देशको विकास गर्न सकिन्छ भन्ने एउटा सन्देश पनि म तपाईँहरू माझमा राख्न चाहन्छु। विशेष गरी यहाँ धार्मिक हिसाबले, सांस्कृतिक हिसाबले र आर्थिक हिसाबले एउटा महत्त्वपूर्ण ठाउँ छँदैछ। त्यसमा पनि पर्यटकीय हिसाबले यी जुन ठाउँहरूको, यी सुन्दर ठाउँहरूका कारणले गर्दा पर्यटकहरू अत्याधिक रूपमा बढिरहेको अवस्था छ। आन्तरिक पर्यटकहरू बढिरहेका छन् भने बाह्य पर्यटकहरू पनि त्यत्तिकै मात्रामा आइरहेको हुनुहुन्छ भने अबको समय भनेको हामीले यो कोरोला बोर्डरलाई ओन्ली पर्यटक टुरिज्मका लागि मात्र नभएर अब हामी व्यापारिक हिसाबले पनि यसलाई सोच्नुपर्ने आवश्यक देखिन्छ। जुन अघि मैले देखाइएको यो ठुलो क्षेत्र थियो, त्यो ठुलो क्षेत्रलाई नेपाल सरकारको तर्फबाट कसरी हुन्छ त्यसलाई व्यवस्थापन गरेर त्यहाँ विभिन्न खालका बिल्डिङहरू बनाउने, विभिन्न खालको व्यापारिक केन्द्रहरू बनाउने र विभिन्न खालका सामग्रीहरू स्टोर गर्ने स्टोर रुमदेखि लिएर गाडीहरूलाई, जुन गाडीहरू जाँदा गर्दा त्यहाँ विभिन्न खालका समस्याहरू आउँछन्। विभिन्न खालको चिसो छ, त्यहाँ गाडी राख्ने समस्या छ, त्यहाँ बस्नका लागि बास बस्नेको समस्या छ। विभिन्न समस्याहरूलाई हल गर्ने गरी एउटा निचोडमा पुग्ने हो भने, एउटा निर्णयमा पुग्ने हो भने अहिले जुन तरिकाले चाइनाको बोर्डरबाट सामानहरू त्यो बाटो हुँदै नेपाल हुँदै इन्डियासम्मको व्यापार गर्ने एउटा जुन काम भइरहेको छ, यो कामलाई हामीले प्राथमिकतामा राखेर काम गर्ने हो भने आर्थिक रूपमा हामी एकदमै अगाडि बढ्न सक्छौँ भन्ने मेरो एउटा बुझाइ छ। अहिले मैले जुन देखाइरहेको यो लोवर मुस्ताङ क्षेत्र छ, यो लोवर मुस्ताङ क्षेत्रमा यसरी बाटो चिटिक्क बनिसकेको छ, पूर्ण रूपमा कालेपत्र भइसकेको छ कागबेनीसम्म भने। कागबेनीदेखि त लोबान्थाङसम्मका विभिन्न पुलहरू बनिसकेका छन्। बाटो बनाउने, ट्र्याक खोल्ने र बाटोलाई व्यवस्थित गर्ने काम भइसकेको अवस्था छ। त्यसले गर्दा पनि अब यसलाई राज्यबाट अनि स्थानीय सरकारबाट अलिकति ध्यान दिने हो र अलिकति विचार गर्ने हो भने अब छिट्टै नै उपल्लो मुस्ताङ क्षेत्र, विशेष गरी मुस्ताङ क्षेत्र व्यापारिक केन्द्र बन्नेछ। व्यापारका हिसाबले पनि एउटा फड्को मार्नेछ र यहाँबाट धेरै ठुलो सङ्ख्यामा हामीले चिनिया पर्यटकहरूलाई भित्राउन सक्नेछौँ र चिनिया पर्यटकको माध्यमबाट पनि हामी यसको विकास गर्न सक्छौँ भने हामी व्यापारिक हिसाबले इन्डिया जसरी परनिर्भर छौँ, अब हामी चाइनासँग पनि सहज रूपमा